नमस्ते सबैजनालाई। म अमृत गोतामे तथा याम्यू कम्प्युटर इन्स्टिच्युट युट्युब च्यानल बुटवलको तर्फदेखि साथीहरू तपाईँहरूलाई युट्युबमा विभिन्न किसिमका इन्फर्मेसन सहितको जानकारीहरू गराउने क्रममा केही दिनको ग्याप पछि म फेरि आज नयाँ विषयवस्तु लिएर तपाईँहरू सामु उपस्थित भएको छु। कृपया भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला र समस्या भयो भने त अब कमेन्ट गर्न सक्नुहुनेछ भन्दै आजको विषयवस्तुको बारेमा जानकारी गराउन चाहन्छु। साथीहरू, हामीहरूले यो विदेश आइजाइ गर्नको लागि बनाउने यो पासपोर्ट जुन छ नि, त्यो पहिला हस्तलिखित थियो, त्यसपछि चाहिँ एमआरपी भन्ने आयो र अहिले पछिल्लो समय चाहिँ यो ई पासपोर्ट भनेर आएको छ होइन। अनि यसको लागि बनाउन चाहिँ तपाईँको आफ्नो गृह जिल्ला जहाँ हो, स्थायी बसोबास जहाँ छ, त्यही जिल्लाको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गएर बनाउनु पर्ने हुन्छ होइन। तर अब तपाईँलाई अहिले पछिल्लो समय चाहिँ यो नेपाल सरकारले यो डिपार्टमेन्ट अफ पासपोर्टले चाहिँ के सुविधा दिएको छ भने सबै जिल्लाहरूमा होइन, जुन जिल्लाहरूमा यो सेवा उपलब्ध छ उहाँहरूले चाहिँ अनलाइनबाट आफ्नै घरबाट आफ्नै मोबाइल अथवा आफ्नै ल्यापटप प्रयोग गरेर पासपोर्टको लागि चाहिँ प्री इनरोलमेन्ट फर्महरू सबै डिटेल भरेर उहाँ जानुभयो भने उहाँ धेरै टाइम लाग्दैन, उति छिटो हुन्छ। उहाँ गएर तपाईँको फोटो खिच्ने अनि फिङ्गरिङ गर्ने र सिग्नेचर गर्ने कामहरू मात्रै हुन्छ, धेरै टाइम लाग्दैन। आज म त्यसैसँग सम्बन्धित अनलाइनबाट प्री इनरोलमेन्ट फर्म कसरी भर्ने भनेर डिटेल जानकारी गराउन गइरहेको छु। ढिला नगरी तपाईँहरूलाई आजको कम्प्युटर स्क्रिनतर्फ लैजान चाहन्छु। साथीहरू, तपाईँहरूले यो अनलाइनदेखि यो ई पासपोर्टको फर्म भर्नुभन्दा पहिले एक दुई कुरा पहिला राम्रोसँग ख्याल गर्नु होला है। पहिलो कुरा त तपाईँसँग यो नागरिकता परिचय पत्र हुनु पर्यो। यो छैन भने अब हामीले एप्लाई गर्न मिल्दैन होइन। अनि अहिले यो राष्ट्रिय परिचय पत्र नम्बर चाहिँ कम्पलसरी छ नेपालका जुनसुकै सरकारी अफिसहरूमा पनि। अब अहिले चाहिँ यो राष्ट्रिय परिचय पत्र अनिवार्य छ। त्यसो हुँदाखेरि अब हामीले यो चाहिँ हुनु पर्यो। यो छैन भने पनि अनलाइनबाट तपाईँले ई पासपोर्टको अनलाइन फर्म एप्लाई गर्न मिल्दैन है। अनि त्यसपछि अर्को भनेको फेरि तपाईँको कन्ट्याक्ट डिटेलहरू, अब मोबाइल नम्बर, इमेल आइडीहरू, अनि त्यसपछि अब तपाईँहरूको के सम्पर्क गर्ने व्यक्ति, इमर्जेन्सी कन्ट्याक्ट के अब आकस्मिक केही जानकारी गराउनु पर्यो भने उहाँहरूको डिटेलहरू यो चाहिँ हुनु पर्यो। यति छैन भने तपाईँले राष्ट्रिय परिचय पत्रलाई चाहिँ एप्लाई गर्ने काम नगर्नु होला र पहिला यो भइसकेपछि मात्रै बल्ल राष्ट्रिय परिचय पत्रलाई एप्लाई गर्ने काम गर्नु होला है। र मैले आज तपाईँहरूलाई यो भिडियोमा यसैको बारेमा डिटेल जानकारी अब सुरुदेखि अन्तिमसम्मै म चाहिँ देखाउन गइरहेको छु। भिडियोलाई चाहिँ हेर्नु होला, पुरै हेर्नु भएन भने फेरि यो गर्न सक्नुहुन्न है त। त्यसको लागि अब सबैभन्दा पहिला तपाईँले कुनै एउटा ब्राउजर खोल्नुपर्ने हुन्छ होइन। अब मेरो कम्प्युटरमा चाहिँ गुगल क्रोम ब्राउजर र इज ब्राउजर भन्ने छ। तपाईँकोमा चाहिँ जे छ त्यही खोल्नु होला र मैले तल डिस्क्रिप्सनमा एउटा लिङ्क पनि दिन्छु। त्यो लिङ्कलाई क्लिक गर्नुभयो भने डाइरेक्ट अब तपाईँको जुन ब्राउजर डिफल्ट छ नि हो त्यही ब्राउजरबाट ओपन हुन्छ। मैले चाहिँ क्रोम ब्राउजर ओपन गरेँ है त। क्रोम ब्राउजर ओपन गरिसकेपछि यहाँ माथि एड्रेस बारमा गएर टाइप गर्नु होला ई पासपोर्ट। यति टाइप गरिसकेपछि यहाँ अब थुप्रै यहाँ लिङ्कहरू आउनेछन्। अब यो सबै हामीलाई जरुरी भएन। लगभग सबैभन्दा माथिपट्टि देखिने चाहिँ उसको अफिसियल वेबसाइट हुन्छ। त्यसो हुँदा यो माथिकोलाई क्लिक गर्नु होला अथवा मैले दिएको लिङ्कलाई क्लिक गर्नु भने डाइरेक्ट सिधै तपाईँ त्यही पेजमा जानुहुनेछ। मैले यसलाई क्लिक गरिदिएँ। क्लिक गरिसकेपछि यस्तो यो सूचना आएको छ। अब यो सूचना पढ्ने भने पढ्नु, जति बेला नि यो आउँछ भन्ने छैन, उहाँहरूले राख्दाखेरि मात्रै आउँछ वेबसाइटमा, नत्र आउँदैन। खासै यो जरुरी छैन, यसलाई यहाँबाट क्लोज गरिदिउँ। त्यसपछि दायाँ बायाँ यताउता केही नगरिकन थोरै स्क्रल गर्दै तल जानु होला र तल जाँदाखेरि यता साइडमा हेर्नु त ई पासपोर्टको लागि आवेदन दिनुहोस् भनेर भनेको छ। अब हो यसलाई क्लिक गर्नु होला। यसलाई क्लिक गरिसकेपछि अब हाम्रो यहाँ यस्तो विन्डो आउँछ र कहिलेकाहीँ यदि सर्भर बिजी छ भने डाइरेक्ट यो एप्लाई फर पासपोर्ट भनेर यो बटनहरू चाहिँ नदेखिन सक्छ। यहाँ चाहिँ अब अनलाइन वेटिङ भनेर त्यस्तो म्यासेज आउन सक्छ। अनलाइन वेटिङ भन्ने म्यासेज आयो भने यो बुझ्नु होला कि अब अरूहरूले काम गर्दैछ, त्यो अर्को युजरहरूको टाइम आउट नभइकन तपाईँ चाहिँ अगाडि जान पाउनुहुन्न। र एउटा कुरा यो पनि ख्याल गर्नु होला कि तपाईँले अनलाइनको लागि
आवेदन गर्न जब डाटा इन्ट्री गर्न सुरु गर्नुहुन्छ नि, त्यो सुरु गरेपछि 30 मिनट सम्म मात्रै पाउनुहुन्छ, त्यसपछि तपाईँलाई सिधै बाहिर निकालिदिइहाल्छ। अब अहिलेको वेबसाइटहरू निकै एकदम एडभान्स र इन्टेलिजेन्ट टाइपका वेबसाइटहरू छन्। अनि नेपालमा चाहिँ मैले यो पहिलोपटक देख्दैछु यो पासपोर्टको लागि, अरूमा चाहिँ मैले खासै देखेको छैन होइन। यो मैले इन्टरनेसनल लेभलको हेर्ने हो भने यो जापान फाउन्डेसनले लिने, जापानको लागि JFT इक्जाम र त्यसका स्किल इक्जामहरूको अनलाइन फर्म भर्दाखेरि यस्तै बनाएको देखेको थिएँ। अहिले चाहिँ हाम्रो नेपालमा पनि यस्तो बनेको छ। यो अब हाम्रो लागि राम्रो र खुसीको कुरा हो, किनकि सबै एकैचोटि अब लगइन गर्न खोजेर कसैको नि काम नहुनु भन्दा त अब इन गरिसकेको मान्छेले काम सकेर अब अर्को इन गर्दा एकदम राम्रै भयो, किनकि अब सिक्वेन्टली गर्नु एउटालाई त डिस्टर्ब भएन नि त। त्यो चाहिँ एकदम राम्रो प्लस पोइन्ट हो। यो अब राम्रो देखेको छु। अब यो डाइरेक्ट यो यिनी बटनहरू आछ भने तपाईँ एप्लाई गर्नको लागि यसलाई क्लिक गर्ने हो, एडिट गर्नको लागि यसलाई क्लिक गर्ने हो। अब एप्लाई गर्नलाई चाहिँ यो आएको छैन भने चाहिँ एकछिन चाहिँ बुझ्नु पऱ्यो कि तपाईँले अब अरूले गर्दैछन्, म अब अरूले नगर्दासम्म म चाहिँ एकछिन चाहिँ वेटिङमा बस्नुपर्छ भन्ने दिमागमा त्यस्तो मेन्टालिटी बनाउनु होला है त। अब मैले चाहिँ यसलाई क्लिक गरिदिएँ। यसलाई क्लिक गरिसकेपछि यहाँ हेर्नु त यो 4वटा अप्सन देखाएको छ। पहिलोपटक राजधानी लिन तपाईँले योभन्दा पहिला पासपोर्ट लिनुभएकै छैन भने चाहिँ अब तपाईँले यसलाई क्लिक गरेर जान सक्नुहुन्छ। अब तपाईँले बनाउनु भएको छ, तपाईँ अब रिन्यू गर्ने हो होइन, एक्सपायर हुन चाहिँ केही समय बाँकी छ अथवा एक्सपायर भइसकेको छ भने तपाईँ यसमा जाने हो। र प्रायः जसो यो रिन्यू गर्नेले चाहिँ 1 वर्ष म्याद हुँदाबाट बल्ल रिन्यू गर्न पाउँछ, सबैले रिन्यू गर्न पाउँदैन, यो पनि ख्याल गर्नु होला। र यतापट्टि फेरि भनेको छ रिप्लेसमेन्ट। रिप्लेसमेन्ट भनेको हराएको चोरिएको राजधानीको सट्टामा भनेछ। तपाईँले राजधानी बनाउनु भएको अनि त्यसको अब भ्यालिडिटी पनि छ, तर के भयो भने हरायो अथवा कसैले चोरिदियो, तपाईँसँग छैन भने यसलाई क्लिक गरेर अगाडि जान सक्नुहुन्छ। र त्यसपछि अब अर्को यो बिग्रेको राजधानीको सट्टामा भनेको छ। अब तपाईँले बनाउनु भएको पनि छ, हराएको पनि छैन, तपाईँसँगै छ, तर त्यो ड्यामेज भएको छ के, जस्तो अलिकति भागहरू च्यातिएर अथवा अलिकति भागहरू डढेर गयो, त्यस्तो बेलामा त अब त्यो त काम लाग्ने त हुँदैन हो। त्यस्तोले चाहिँ यसलाई क्लिक गरेर गर्ने हो। मैले आजको यो भिडियोमा तपाईँहरूलाई पहिलोपटक लिनेवालाहरूको लागि देखाउन गइरहेको छु है त। मैले यसलाई क्लिक गरेँ। यसलाई क्लिक गरिसकेपछि यहाँ हेर्नु त के भनेछ, यो पढेर मात्र प्रि इनरोलमेन्ट गर्नु होला भनेछ। यहाँ यसरी थुप्रै दिएको छ, यतातिर खासै जरुरी भएन। यहाँ तलपट्टि चाहिँ हेर्नुहोस् 2टा अप्सन छ, एउटा अर्डिनरी 34 पेजेस र एउटा अर्डिनरी 66 पेजेस। यो 34 पेजेसले चाहिँ गर्ने के हो भने जसले अब अलि लामो समयलाई एकचोटि भिजा स्ट्याम्पिङ गरेपछि चाहिँदैन। उदाहरणको लागि अब हामीले एकपल्ट विदेश जानेहरूले त यहाँ स्ट्याम्पिङ गरेर उहाँ गएर स्ट्याम्प गरेपछि त कमसेकम 1-2 वर्ष त अब उसलाई आइजाइ गर्न पर्दैन हो। त्यस्तोहरूलाई चाहिँ 34 पेजको गरे पनि हुन्छ। अब होइन ऊ पटक आइजाइ गरिरहनु पर्छ, एउटा देश अर्को देश गरिरहनु पर्छ भने उहाँहरूले चाहिँ यो 66 पेजवालालाई चाहिँ चुज गर्न सक्नुहुन्छ। तर धेरैजसो कमनली गर्ने भनेको यो 34 पेजेस नै हो है। यो पनि अब आफ्नो आवश्यकता गर्ने हो। यो यिनीहरूको पैसा दुइटैको एउटै होइन। अब यो 34 पेजको 5000 लाग्छ नै, अर्डिनरी पेजको चाहिँ अलि धेरै लाग्छ। जहाँसम्म लाग्छ म स्योर चाहिँ छैन, 7500 हो कि जस्तो चाहिँ लाग्छ होइन, तर यो स्योर चाहिँ छैन। हामीले गर्ने भनेको यो 5000 वाला यही नै हो है। यसलाई क्लिक गरेर प्रोसिड गर्नु होला। त्यसपछि अब उसले यहाँ चाहिँ अब हामीलाई एउटा टर्म्स कन्डिसनलाई चाहिँ एग्री गराउनु खोजेको छ, यसलाई एग्री भन्नै पर्यो। त्यसपछि चाहिँ अब हामी जानी यो विन्डोमा गइन्छौँ। यो विन्डोमा गइसकेपछि अब हेर्नुहोस् त बुक योर एपोइन्टमेन्ट भन्यो र हामीले यो अनलाइनबाट जुन यो फर्महरू भर्दैछौँ नि, यो के हो भने खासमा हामीले अनलाइनबाट भर्ने र अब हामीले यहाँबाट सबै सबमिट भइसकेपछि यहाँबाट एउटा प्रिन्ट पाउँछ। त्यो प्रिन्ट लिएर लाइभ उहाँ अब हामी फोटो खिच्न, हाम्रो बायोमेट्रिक जुन औँलाहरूको फिङ्गर गर्न अनि साइन गर्न चाहिँ हामी जुन कार्यालय हो त्यहाँ जानै पर्छ। यो होइन कि तपाईँले अनलाइनबाट गरेर त मेरो सबै ओके भयो अब मेरो आउँछ भने बस्ने चाहिँ होइन। यो हाम्रो डिटेलहरू चाहिँ यहाँबाट पठाएको मात्रै हो, उहाँ चाहिँ त अब हामी जानै पर्छ फेरि है। यो पनि ख्याल गर्नु होला। अब कहाँ जाने हो त, कहाँ जाने भन्ने कुरा पनि फेरि अब जहाँ मन ला त्यहाँ जान्छु भनेर पनि पाइँदैन। अब जुन ठाउँमा जुन जिल्ला जुन इलाका प्रशासनले अनलाइनबाट फर्महरू लिने व्यवस्था गरेको छ नि हो त्यो जिल्लामा चाहिँ यहाँबाट गरेर जाने हो। अब कुनै यस्ता जिल्लाहरू छन् कि जसले अनलाइनबाट लिँदैनन्, अब हामी उहाँ नगइकन कामै हुँदैन भने यहाँबाट गर्न मिल्दैन, त्यो पनि क्लियर हुनु होला।
यो मैले भिडियो बनाएको जसले आफै गर्नेलाई मात्रै होइन कि जसले अरूको पनि काम गरिदिनुहुन्छ नि, साइबर क्याफेहरू अथवा अनलाइन फर्महरू भरिदिने ठाउँकोहरूलाई पनि यो युजफुल हुने गरी मैले बनाएको छु यो भिडियो। त्यसो हुँदा सबैको चाहिँ हुँदैन, पहिला बुझेर त्यहाँ गर्न मिल्छ कि मिल्दैन अनलाइनबाट त्यो बुझेर मात्रै यो प्रोसेस सुरु गर्नु होला, नत्र चाहिँ फेरि खासै अर्थ हुँदैन है त। अब तपाईँले कुन प्रदेशको लागि भर्दै हुनुहुन्छ त्यो गर्ने, र यो प्रदेश चुज गर्नुभन्दा पहिले चाहिँ एउटा कुरा अनिवार्य ख्याल के गर्नु होला भने, जस्तो मानौ तपाईँ काठमाडौँमा बस्नुहुन्छ र तपाईँको पर्मानेन्ट रेजिडेन्सी चाहिँ अब अर्को कुनै जिल्ला हो भने, अब अर्को जिल्लामा नगएर म यहीँ काठमाडौँबाट गर्छु भनेर पनि पाउनुहुन्न, फेरि यो पनि ख्याल गर्नु होला। तपाईँको पर्मानेन्ट बसाइ अब जहाँ छ नि हो त्यहाँको जिल्लाको उसमा जिल्ला प्रशासन कार्यालय अथवा इलाका प्रशासनमा जाने हो, यो होइन कि म काठमाडौँ बस्छु त म काठमाडौँबाट निकाल्छु भन्ने हुन्न, त्यस्तो चाहिँ हुँदैन। तपाईँको आफ्नो पर्मानेन्ट रेजिडेन्स कार्ड अब कहाँको छ, स्थायी बसाइ कहाँको छ, त्यो प्रदेशको लागि गर्ने हो। अब मैले चाहिँ यहाँ एकजनाको चाहिँ यो लुम्बिनी प्रदेशबाट गरिदिन खोज्दैछु, तपाईँहरूले चाहिँ जहाँबाट गर्ने हो त्यहाँबाट गर्नु। जहाँबाट गर्ने भन्नुको अर्थ गर्न थालेको मात्रै होइन कि जुन जिल्लामा तपाईँको स्थायी बसाइ छ त्यहाँको लागि, त्यो अब कुन प्रदेशमा पर्छ यहाँबाट चुज गर्ने, अनि त्यो जिल्ला कुन हो यहाँबाट चुज गर्ने। मैले चाहिँ यहाँ एउटा अर्घाखाँची गरेर चुज गरेँ, अनि अर्घाखाँची गर्ने बित्तिकै यहाँ चाहिँ एउटा मात्रै रहेछ, अर्घाखाँची जिल्ला प्रशासनबाट मात्रै हुँदो रहेछ। यदि यही कुरा तपाईँ अर्को कुनै जिल्लामा चुज गर्नुभयो मानिलिउँ, यहाँ चाहिँ मैले अर्को कुनै चुज गरेँ है त, रूपन्देही चुज गर्छु मानिलिउँ है, यहाँ कता छ रूपन्देही, यहाँ रूपन्देही चुज गरेँ। रूपन्देही चुज गर्ने हो भने एउटा बुटवलमा भएको इलाका प्रशासन कार्यालयबाट नि काम हुने रहेछ, अनि यहाँ जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट नि हुने रहेछ। मैले यहाँ भन्न खोजेको र तपाईँलाई सिकाउन खोजेको कुरा के भने, कुनैमा जिल्ला प्रशासन मात्रै त्यहीँबाट मात्रै काम हुन्छ नि, यहाँ एउटा हुन्छ, र त्यसको फरक फरक ठाउँबाट पनि त्यो सुविधा छ भने यहाँ मल्टिपल हुन्छ भन्न खोजेको मात्रै है। ल अब मैले चाहिँ यहाँ अब यो अर्घाखाँची चुज गरेँ, अर्घाखाँचीको एउटा मात्रै छ यो गरेँ। अनि त्यस गरिसकेपछि मेन ख्याल गर्नुपर्ने अर्को कुरा पनि के छ भने, जब हामीले यहाँ जिल्ला र यो त्यहाँको लोकेसन चुज गर्छौँ नि, हो यस्तो आजको छ कि छैन यो पनि ख्याल गर्नु होला। यो भिडियो मैले आज 8 फेब्रुअरी 2026मा मैले रेकर्ड गरिरहेको छु। अहिले मेरो यहाँ कति बजिरहेको छ, 11:20 बजिरहेको छ। त्यसो हुँदाखेरि अहिले हेर्नु त, यहाँ अब हाम्रो यो 10 बजेको त गर्न मिल्ने भएन, भोलिको लागि भए मिल्थ्यो, यहाँ भोलि अरू पनि डेटहरूमा इनेबल हुन्थ्यो भने हामीले त्यो डेट चुज गरेर यहाँ मिल्थ्यो। तर आजको लागि करेन्ट चाहिँ हाम्रो के हुने भयो, अब यो टाइम गइसक्यो, अब लगभग यो पनि गइसक्यो, अब यो पनि गइसक्यो। त्यसो हुँदाखेरि अब यता पछाडिको गर्नु पर्यो। अब तपाईँ जुन समयमा त्यहाँ उपस्थित हुन सक्नुहुन्छ त्यो चुज गर्ने हो। अब एएमलाई मिल्दैन भने यहाँ यसलाई पिएम गरेपछि दिउँसो कति कति बजेलाई गर्न मिल्नेछ त्यो पनि अब हामी यहाँबाट गर्न सकिन्छ। ठिक छ, ल मैले चाहिँ यसलाई एउटा चुज गरेँ, तपाईँहरूले चुज गर्नु होला। यदि यो एभाइलेबल छैन, यहाँ छैन भनेखेरि त्यो दिन मिल्दैन भन्ने बुझिहाले हुन्छ। अब यो होइन कि अनलाइनबाट प्रि इनरोलमेन्ट गर्ने त सबै गर्न मिल्छ भन्ने त्यस्तो अर्थ चाहिँ नलगाउनु होला। मैले यहाँ यसलाई क्लिक गरेँ, अनि त्यसपछि हेर्नुहोस् यहाँ तलपट्टि यहाँ क्याप्चा छ। अब यो क्याप्चा टाइप गर्ने, अब के छ क्याप्चा हेरौँ है त। ल मैले यो क्याप्चा टाइप गरेँ, अब त्यसपछि मैले यहाँ नेक्स्ट गर्छु। अब मैले यो नेक्स्ट गरिसकेपछि अब यहाँ एउटा टाइम स्लट सुरु हुन्छ र आधा घन्टाको टाइम स्लट हुन्छ। त्यो आधा घन्टाभित्र तपाईँले यो काम सक्नु भएन भने काम हुँदैन, यो कुरा चाहिँ क्लियर हुनुहोस् त्यो पनि है। ल मैले नेक्स्ट गरिदिएँ। नेक्स्ट गरिसकेपछि ल हेर्नु, अब हाम्रो एप्लिकेसन फर्म आवेदन भनेर आयो, स्टेप 2 मा आयो। अब यहाँ यसले जे भनेका छन् यिनी हामी सरसर्ती भर्दै जानुपर्छ। अनि यो भरेर भ्याइसकेपछि त्यसपछि हामी तल्लो अर्को स्टेपमा जाने हो है त। ल अब मैले चाहिँ यहाँ सबै भर्छु है त। अब यहाँ के भन्यो, लास्ट नेम भन्यो, थर भन्यो। हामीले थरलाई चाहिँ लास्ट नेम भन्छौँ। अब यतापट्टि हेर्नु त, यहाँ मेरो 29 मिनट, अब यहाँ यति बाँकी छ, यो घट्दै घट्दै आउँछ। यतिभित्र गरेर तपाईँले यो फर्म सबमिट गर्न सक्नु भएन भने तपाईँले फेरि रिस्टार्ट गर्नुपर्छ है। यो कुरा चाहिँ ख्याल गर्नु, टाइमको पनि ख्याल गरेर गर्नु, डकुमेन्टहरू पहिल्यै रेडी गराएर राख्नु, बल्ल प्रोसेस गर्दा राम्रो हुन्छ। अब मैले यहाँ चाहिँ सबै डिटेल भर्दै जान्छु। अनि मेल फिमेल के हो अब यहाँबाट चुज गर्नुहोस्। अनि यहाँ डेट अफ बर्थ इङ्ग्लिसमा एडी भनेको छ, इङ्ग्लिसमा राख्नु पर्यो। ल हेर्नुहोस्, मैले यहाँ जसको भरिदिँदैछु उहाँको डेट राखिदिएँ। अनि त्यसपछि यहाँ चाहिँ अब के भनेको छ, इज दिस एक्ज्याक्ट डेट अफ बर्थ भनेको छ, यो त यस भन्नै पर्यो होइन। अनि यहाँ नेपालीमा भनेको छ, अब त्यो नेपालीमा भनेकोलाई फेरि नेपाली यहाँ टाइप गर्नु पर्यो। कुनै कुनै वेबसाइटले हामीले यहाँ यो टाइप गर्ने बित्तिकै, सिलेक्ट गर्ने बित्तिकै यता अटोमेटिक पनि एक्सेप्ट गर्छ, आफै कन्भर्ट पनि गरिदिन्छ। अब यो वेबसाइटले चाहिँ कन्भर्ट नगर्दो रहेछ, आफैले भर्नु पर्यो है। यो चाहिँ नेपालीमा हो। ल
ल हेर्नुहोस् मैले चाहिँ यहाँ अब जसको भर्दैछु उहाँको डेट अफ बर्थ नेपालीमा राखेँ। यहाँ चाहिँ प्लेस अफ बर्थ भनेको छ अब कहाँ जन्मेको हो, अब त्यो हाम्रो जन्मेको राख्नु पर्यो होइन, जहाँ जन्मेको हो त्यहाँ राख्नु पर्यो। अनि त्यसपछि अब बर्थ कन्ट्री अब नेपाल नै भइहाल्यो, नेसनालिटी नेपाली नै भइहाल्यो, यसलाई चलाउनु परेन। बुवाको लास्ट नेम, बुवाको अगाडिको नाम, अनि आमाको लास्ट नेम थर, अनि आमाको अगाडिको नाम यहाँ राख्नु पर्यो। तपाईँले आफ्नो राख्नु होला, मैले जसको भर्दैछु उहाँको राख्दैछु। ल हेर्नुहोस् मैले चाहिँ यहाँ फर्स्ट नेम राखेँ। अनि कसैको मिडल नेम पनि हुनसक्छ, मिडल नेम छ भने यो फर्स्ट नेममै नाम र मिडल नेम कन्टिन्यू यहाँ टाइप गर्नु होला। अनि यतापट्टि चाहिँ थर मात्र राख्नु होला। यहाँ आमाको राख्नु होला। अनि यहाँ चाहिँ फेरि आमाको नाम राख्नु होला। यो डेमोग्राफिक इन्फर्मेसन चाहिँ अब हाम्रो पुरा भयो। त्यसपछि चाहिँ अब हामीले अर्को स्टेप, यसको तलपट्टि स्क्रल गरेपछि अर्को स्टेपमा जान्छ, त्यसलाई गर्नु पर्यो। तपाईँले त्यही गर्नु होला, मैले त्यही गर्छु। ल हेर्नुहोस् मैले अर्को स्टेपमा क्लिक गरेँ। अर्को स्टेपमा क्लिक गरिसकेपछि सिटिजनसिप इन्फर्मेसन भनेर भन्यो। अब यहाँ चाहिँ नागरिकता सम्बन्धी डिटेलहरू अब हामीले यहाँ राख्नुपर्ने हुन्छ है। र यहाँ जे भनेको छ त्यो राख्दै जाने हो। अब जुन मेन्डेटरी छ, जुनमा एस्ट्रिक चिन्ह लगाएको छ त्यो भर्नै पर्छ। अनि जो मेन्डेटरी छैन भने त्यो भरे पनि हुन्छ, नभरे नि हुन्छ। तर यहाँ चाहिँ जुन यो NIN भनेको छ नि, राष्ट्रिय परिचय पत्र नम्बर भनेको छ नि, यो चाहिँ कम्पलसरी भर्नै पर्छ है। यहाँ अहिले नभर्न भने पनि यो भर्नुपर्छ। अहिले सरकारी कामकाजहरू गर्नलाई चाहिँ यो राष्ट्रिय परिचय पत्र राखेन भने अहिले सरकारी कामकाज केही पनि हुँदैन। त्यसो हुँदाखेरि यो कुरालाई चाहिँ एकदम अलिक ख्याल गरेर अलिक सिरियस भएर काम सुरु गर्नु होला। किनकि आधा घन्टापछि चाहिँ यो टाइम आउट हुन्छ। आधा घन्टापछि टाइम आउट भएपछि त्यसपछि फेरि अब हामीले अगाडिकै जस्तै फेरि सुरुकै प्रोसेस गर्नुपर्ने हुन्छ है। ल अब मैले यहाँ राष्ट्रिय परिचय पत्र नम्बर राख्छु। ल हेर्नुहोस् मैले यहाँ चाहिँ अब जसको भरिदिँदैछु उहाँको राष्ट्रिय परिचय पत्र नम्बर राखेँ। अनि यहाँ चाहिँ अब सिटिजनसिप नम्बर भनेर भनेको छ अथवा पर्मिट नम्बर भनेको छ। अब हामीले त अब नागरिकता नम्बर नै राख्नु पर्यो होइन। अब मैले मेरो राख्छु, तपाईँहरूले आफ्नो राख्नु होला है। ल हेर्नुहोस् मैले यहाँ चाहिँ अब नागरिकता नम्बर राखेँ। अनि तपाईँले चाहिँ आफ्नोमा हेरेर नागरिकता नम्बर राख्नु होला। त्यसपछि यतापट्टि यो सिटिजनसिप डेट इस्यु VS भनेर भनेको छ। नागरिकताको पछाडिपट्टि तलपट्टि हेर्नुभयो भने त्यहाँ जारी मिति भन्ने हुन्छ होइन। अब तपाईँको नागरिकता अब कुन मितिमा जारी भएको थियो त्यो मिति चाहिँ तपाईँले यहाँ राख्नु होला। त्यो नेपालीमा राख्ने हो। यहाँ नेपाली डेट पनि भनेर भनेको छ, नझुक्किनु होला। ल हेर्नुहोस् मैले यहाँ चाहिँ अब जसको भर्दैछु मैले उहाँको राखेँ। अनि यो यतापट्टि चाहिँ सिटिजनसिप प्लेस अफ इस्यु भनेर यो कहाँबाट जारी भएको, कुन जिल्लाबाट जारी भएको भन्ने हो। अब मैले मेरो चुज गर्छु, तपाईँले चाहिँ आफ्नो चुज गर्नु पर्यो होइन। ल हेर्नुहोस् मैले यहाँ चाहिँ चुज गरेँ। अब यो दोस्रो स्टेपको पनि अब यसपछि यहाँको पनि डिटेलहरू भयो। तलपट्टि हेर्नु त, तलपट्टि एप्लिकेसन कन्ट्याक्ट डिटेल भनेको छ। अब यहाँ फेरि अब एप्लिकेसन कन्ट्याक्ट डिटेल भर्नु पर्यो। यसलाई क्लिक गरिसकेपछि ल यहाँनिर चाहिँ अब यो सबै भर्ने ठाउँहरू आयो। जहाँ अब एस्ट्रिक चिन्ह लगाएको छ त्यो कम्पलसरी भर्नु पर्यो, जहाँ लगाएको छैन भर्नु परेन है। यो कुरा चाहिँ ख्याल गर्नु। अनि यतापट्टि चाहिँ अब यो मोबाइल नम्बर भन्यो, तपाईँले आफ्नो मोबाइल नम्बर राख्नु होला। ल हेर्नुहोस् मैले यहाँ चाहिँ मैले जसको भर्दैछु उहाँको राखेँ। अब इमेल पनि अब राखेकै राम्रो हुन्छ। अब इमेल एड्रेस त लगभग सबैको हुन थालेको छ अहिले। अब छैन भने अब त्यो नराखे पनि केही बिग्रिएन, छ भने राख्नुहोस्। अब लगभग इमेल नहुने त अब लगभग कोही पनि हुँदैन, मैले यहाँ राखिदिन्छु है त। अनि त्यसपछि यतापट्टि अब मेन एड्रेस हाउस नम्बर भनेको चाहिँ यो घर नम्बर हो। अब घर नम्बर थाहा छ भने राख्नु होला, घर नम्बर थाहा छैन भने अब यो नराखे पनि भयो। अनि त्यसपछि अब हाम्रो त्यो नागरिकता भएको अब हाम्रो त्यो गाउँ टोललाई के भन्छन् त्यो राख्नु होला, मैले यहाँ राख्छु। अनि त्यसपछि यतापट्टि चाहिँ वार्ड नम्बर, अब कति वार्ड नम्बर हो त्यो राख्नु होला। मैले यहाँ जसको भर्दिन्छु उहाँको राखेँ।
अनि तपाईँले आफ्नो राख्नु होला। त्यसपछि यतापट्टि मेन एड्रेस त अब कन्ट्री नेपाल भइहाल्यो होइन, यो हामीले चुज गर्न परेन। अनि यतापट्टि चाहिँ प्रदेश, अब त्यो जुन जिल्ला हो नि तपाईँको, त्यो जिल्ला कुन प्रदेशमा पर्छ त्यो चुज गर्नु। मैले चाहिँ यहाँ लुम्बिनी चुज गरेँ, तपाईँले आफ्नो राख्नु होला। अनि यहाँ चाहिँ अब डिस्ट्रिक्ट, अब लुम्बिनीमा पनि धेरै जिल्ला छन् भनेपछि अब मैले मेरो चुज गर्छु। तपाईँले चाहिँ यहाँ प्रदेश चुज गरिसकेपछि त्यो प्रदेशभित्र भएको कुन जिल्ला हो त्यो चुज गर्नु होला। ल हेर्नुहोस् मैले यो चुज गरेँ। र यतापट्टि चाहिँ अब म्युनिसिप्यालिटी भनेर भन्यो, यो गाउँपालिका, नगरपालिका, महानगरपालिका, उपमहानगर कुन हो तपाईँको त्यो चुज गर्नु होला। मैले आफ्नो चुज गर्छु। ल अब यति सबै भरिसकेपछि अब मेरो यहाँको पनि काम भयो। अब तलपट्टि हेर्नु त, कन्ट्याक्ट डिटेल इन केस अफ इमर्जेन्सी, केही इमर्जेन्सी परेमा कन्ट्याक्ट गर्नुपर्नेको जानकारी यहाँ भर्नु पर्यो। मैले आफ्नो भर्छु, तपाईँले आफ्नो भर्नु होला। यहाँ क्लिक गर्नु, त्यसपछि हेर्नु त यहाँ अब यसले सबै यिनी भर्न भनेको छ। यसमा भर्दाखेरि अब तपाईँ भर्खरको अब अनम्यारिड हुनुहुन्छ, सिङ्गल हुनुहुन्छ भने बाबा मम्मीको राख्दा हुन्छ होइन। अब म्यारिड हुनुहुन्छ, जेन्ट्स हुनुहुन्छ भने बाबा मम्मीको राख्न पनि सक्नुभयो, वाइफको राख्न पनि सक्नुभयो। यदि लेडिज हुनुहुन्छ भने फेरि तपाईँले बाबा मम्मीको राख्न पनि सक्नुभयो, हस्बेन्डको राख्न पनि सक्नुभयो, अथवा छोराछोरीको पनि राख्न सक्नुभयो। अब जसको राखे पनि भयो है। ल मैले चाहिँ यहाँ जसको भरिदिँदैछु उहाँको डिटेल राखिदिन्छु, तपाईँहरूले चाहिँ आफ्नो राख्नु होला होइन। ल मैले यहाँ चाहिँ लास्ट नेम टाइप गरेँ, यहाँ नाम टाइप गरेँ। अब हाउस नम्बर मलाई थाहा छैन, अब त्यहाँको टोललाई के भन्छन् त्यो राखिदिन्छु। अनि वार्ड नम्बर कति हो त्यो राखिदिन्छु। अनि अब देश त अब नेपाल भइहाल्यो नै होइन। अब प्रदेश कुन हो त्यो राख्नु पर्यो। त्यसपछि अब यहाँ चाहिँ डिस्ट्रिक्ट, त्यो डिस्ट्रिक्ट पनि अब राख्नु पर्यो। अनि त्यसपछि यतापट्टि चाहिँ अब हाम्रो म्युनिसिप्यालिटी भनेको छ। अब त्यो म्युनिसिप्यालिटी भनेको त्यही अहिले भने नि मैले गाउँपालिका, नगरपालिका होइन, महानगरपालिका, उपमहानगरपालिका कुन हो त्यो राख्नु पर्यो। अनि त्यसपछि यतापट्टि यहाँ फोन नम्बर भने यो चाहिँ मेन्डेटरी छैन, तर यो मेन्डेटरी राख्नुपर्ने अप्सन चाहिँ हो। अब सबैको हुँदैन भनेर पनि होला। अब यहाँ चाहिँ राखेकै राम्रो। अब लगभग मोबाइल त अब अहिले हर कसैसँग छन् होइन, त्यसो हुँदा अब राखेकै राम्रो। मैले जसको भरिदिँदैछु मैले उहाँको राखिदिँदैछु। अनि इमेल पनि अब यहाँ छ भने राखिदिनुहोस्। अब यो त सबैको नहुन सक्छ, छ भएकोले राख्ने हो, नभएकोले पर्दैन। यति गरिसकेपछि अब हामीले हाम्रो डिटेलहरू राख्ने कुराहरू चाहिँ लगभग अब हामीले यहाँ राखियो। यसपछि चाहिँ अब हामीले नेक्स्ट गर्नु पर्यो है त। ल हो यहाँ नेक्स्ट क्लिक गर्ने। नेक्स्ट क्लिक गरिसकेपछि हेर्नु त अब हाम्रो चाहिँ यहाँ फाइल एट्याचमेन्ट गर्ने सेक्सनमा गयो। फाइल एट्याचमेन्ट गर्नेमा चाहिँ के भनेको छ हेर्नु त। सिटिजनसिप सर्टिफिकेट फ्रन्ट भन्यो, नागरिकताको अगाडिको भाग। अनि सिटिजनसिप सर्टिफिकेट ब्याक भन्यो, नागरिकताको पछाडिको भाग। अब पढेको डकुमेन्ट राख्नुहुन्छ भने यहाँ, अब डिभोर्स हुनुहुन्छ भने यहाँ, अब विवाह दर्ताको राख्नुहुन्छ भने यहाँ होइन, राष्ट्रिय परिचय पत्र आइसकेको छ भने तपाईँ यहाँ राख्न सक्नुहुन्छ। अब नि भर्नु भएको छ तर आएको छैन भने यो कम्पलसरी भएन, त्यही भएर यिनी मेन्डेटरी छैन। मेन्डेटरी भनेको जहाँ एस्टिक चिन्ह लागेको छ त्यो कम्पलसरी भर्नै पर्ने हुन्छ है त। ल मैले चाहिँ जसको भर्दैछु उहाँको नागरिकताको अगाडिको राख्छु, यहाँ पछाडिको राख्छु। तर यो राख्दाखेरि एउटा कुरा के ख्याल गर्नु भने त्यसको म्याक्सिमम साइज चाहिँ 300 किलोबाइटभन्दा माथि हुनु हुँदैन है। 300 किलोबाइटभन्दा माथि भयो भने फेरि त्यो एक्सेप्ट गर्दैन सिस्टमले। त्यसलाई पहिल्यै बनाएर अथवा पहिल्यै यो सुरु गर्नुभन्दा पहिले रेडी गराएर तपाईँले राख्नु होला। ल हेर्नुहोस् मैले यहाँ चाहिँ जसको भर्दैछु उहाँको नागरिकता मैले स्क्यान गरेर राखेको थिएँ, उहाँको राखिदिएँ जुन मेरो 300 किलोबाइटभन्दा कम थियो। अनि उहाँको चाहिँ यता पछाडिको राखेँ। ल यहाँ चाहिँ मैले यतापट्टि चाहिँ मैले पछाडिको राखेँ। अब अरू डकुमेन्ट राख्न चाहनुहुन्छ भने राखे भयो, तर कम्पलसरी छैन। त्यसो हुँदाखेरि मैले अब राखिनँ, तपाईँहरूले पनि राख्ने भए राख्नु होला, नत्र चाहिँ जरुरी भएन है। त्यसपछि चाहिँ स्क्रल गर्दै जानुहोस्, तलपट्टि हो यहाँनिर अब नेक्स्ट छ। अब पछिल्लोमा फर्किँदै भर्दै एडिटहरू करेक्सन गर्ने भए यताबाट प्रिभियस गर्न पनि सक्नुहुन्छ। यहाँ नेक्स्ट गरिदिने। नेक्स्ट गरिसकेपछि एप्लिकेसन समरी भनेर यहाँ अब यसलाई सरर तपाईँले तलदेखि माथिसम्म सारेर हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अब तपाईँले अगाडि यिनी स्टेपमा जति जे भर्नुभयो नि सबको सब यहाँ अब देखाउँछ। यसरी तपाईँ चाहिँ हेर्दै यसलाई तलमाथि सारेर गर्न सक्नुहुन्छ। त्यसपछि अब सबै ओके छ भने अब हामी यहाँ सेभ गर्ने हो।
ओके छैन भने चाहिँ फेरि हामी यहाँ प्रिभियस गरेर यसलाई एडिट गर्नतिर लाग्ने हो है त। अब यहाँ सेभ गर्नुभन्दा पहिले फेरि हामीले यहाँ एउटा क्याप्चा टाइप गर्नुपर्ने हुन्छ। यहाँ क्याप्चा देखाएको छ। यदि यो क्याप्चा राम्ररी बुझ्नु भएन भने यसलाई हो यहाँ क्लिक गरेर पनि गर्न सक्नुहुन्छ। अब बुझ्नुभयो भने त यही टाइप गर्दै भयो। अब म चाहिँ यहाँ जे छ त्यही टाइप गरिदिन्छु है त। ल मैले चाहिँ यहाँ माथि देखाएको यो क्याप्चा जे थियो त्यो टाइप गरेँ। त्यसपछि चाहिँ मैले यहाँ सेभ गर्छु। तर सेभ गर्नुभन्दा पहिले एउटा कुरा राम्रोसँग तपाईँले के ख्याल गर्नु होला भने यो गरेको चाहिँ ओके छ कि छैन सबै पहिल्यै चेक गर्नु होला। पछि एडिट गर्न मिल्दैन। हुन त अगाडि त एडिट गर्ने भनेर दिएको छ तर त्यो एडिट चाहिँ हुँदैन। त्यसो हुँदाखेरि एकदम सबै तलदेखि माथिसम्म एउटा एउटा चेक गरेर मात्रै बल्ल लास्टमा सबमिट गर्नु होला है त। यहाँ मैले सेभ गरिदिएँ। सेभ गरिसकेपछि हेर्नु त यहाँ अब मेरो चाहिँ एउटा यो नम्बर आयो, युनिक नम्बर आयो। यो युनिक नम्बरलाई तपाईँले यहाँबाट कपी गरेर राख्न सक्नुहुन्छ। तपाईँको यो ई पासपोर्टको चाहिँ स्टेटस के छ भन्ने कुराहरूको पनि भिडियो बनाउँछु। त्यसको लागि चाहिँ त्यति बेला यही कोड चाहिन्छ। अनि बारकोड पनि पाउँछ तर बारकोड चाहिँ अब यहाँ डिस्प्ले गरेको छैन। अब यहाँबाट यसलाई कपी गरेर यो सुरक्षित राखिराखे हुन्छ। किनकि पछि मेरो पासपोर्टको स्टेटस अथवा अवस्था के भएछ, भेरिफाई भएको छ कि भएको छैन, यस्ता यस्ता कुराहरू चाहिँ त्यहीँबाट चेक गर्न सकिन्छ। त्यसो हुँदा यो नम्बर राखिराख्नु होला। तलपट्टि के भने हेर्नु त, टु प्रोसिड विथ योर पेमेन्ट क्लिक हियर। अब हामीले पैसा तिर्नको लागि चाहिँ यहाँबाट क्लिक गरे पनि हुन्छ। अब ब्याङ्कमा जम्मा गर्ने हो भने ब्याङ्कमा गएर भाउचर भएर पैसा जम्मा गर्ने भए यो गर्नु पर्दैन। अहिले चाहिँ मैले यो गर्दिनँ ब्याङ्कबाटै गर्ने हुँदाखेरि। यदि तपाईँहरूले अनलाइनबाटै पेमेन्ट गर्न चाहनुहुन्छ भने यो गरेर मजाले पेमेन्ट गर्न सक्नुहुन्छ है। वालेटहरू युज गरेर, कनेक्ट आइपिएसहरू युज गरेर त्यसरी पनि तपाईँले अनलाइनबाटै पेमेन्ट गर्न पनि सक्नुहुन्छ। मैले चाहिँ अहिले यहाँ फिनिस। ल हेर्नुहोस्, त्यति गरिसकेपछि अब यहाँ मेरो यस्तो देखायो। यहाँनिर चाहिँ एउटा क्युआर कोड पनि देखाएको छ। यो क्युआर कोडलाई चाहिँ तपाईँले स्क्यान गरेर त्यसको डिटेलहरू, त्यो नम्बरहरू त्यहाँबाट निकाल्न पनि सक्नुहुन्छ। अनि त्यसपछि अब तपाईँ कुन मितिमा त्यहाँ लाइभ जानुपर्छ भन्ने कुरा चाहिँ यहाँ हेर्नु त, यो मिति देखाएको छ, टाइम देखाएको छ। अनि त्यसपछि कहाँ जाने भन्ने कुरा पनि देखाएको छ। त्यसपछि यो फर्मलाई चाहिँ तपाईँले डाउनलोड गर्नुपर्ने हुन्छ होइन। अनि यहाँ रेड कलरमै हाइलाइट गरेर पनि यहाँ लेखेको छ। हेर्नुहोस् त के लेखेको छ, प्लिज प्रिन्ट द फर्म अर टेक द स्क्रिनसट अफ द डाउनलोड फर्म विथ बारकोड बिफोर गोइङ टु द इनरोलमेन्ट सेन्टर। यो भने के हो भन्दा इनरोलमेन्ट सेन्टर जहाँ तपाईँले बायोमेट्रिक गर्न जाँदै हुनुहुन्छ होइन, त्यहाँ जानको लागि यसलाई चाहिँ यो फर्मलाई डाउनलोड गरेर प्रिन्ट गर्ने गरे अथवा यसको चाहिँ स्क्रिनसट यो छ नि, यो बारकोड देखिने गरी स्क्रिनसट गरेर लिएर जाने गरे। यदि हामीले यसलाई स्क्रिनसट गरेर लिएर गइयो भने पनि उनीहरूले यो रिक्वेस्टिङ नम्बर भनेर भनेको छ नि, हो यसबाट पनि उनीहरूले तपाईँहरूको डिटेल त्यहाँ भेटाइहाल्छ होइन। नभए यो बारकोड देखाउनु भयो भने पनि यसलाई स्क्यान गर्छन् उनीहरूले। स्क्यान गरिसकेपछि त्यसपछि तपाईँको सर्लक्कै डिटेल चाहिँ त्यहाँ देखिन्छ। तपाईँ त्यहाँ जानुभन्दा पहिले कम्पलसरी गर्नुपर्ने एउटा काम के रह्यो भने एउटा त यो फर्म प्रिन्ट गर्नु पर्यो डाउनलोड गरेर होइन। अथवा होइन म डाउनलोड गर्न चाहन्न, मसँग प्रिन्टर छैन भन्नु भने बारकोड देखिने गरी स्क्रिनसट लिए पनि भयो। अब पैसा उहीँ गएर बुझाउँछु भन्नुहुन्छ भने कुरा सकियो। यदि तपाईँले पेमेन्ट गर्न चाहनुहुन्छ भने हो यहाँ पेमेन्टमा क्लिक गरेर पेमेन्ट गरेर जाँदा पनि भयो। होइन भने चाहिँ तपाईँले यो डाउनलोड अथवा स्क्रिनसट त गर्नै पर्यो। सकेसम्म अब यसलाई डाउनलोड गरेर प्रिन्ट गरेर लिएर जानु होला। मैले पनि यहाँ डाउनलोड गरिदिन्छु। अनि म अब त्यो डाउनलोड फर्ममा के छ सर त्यो पनि म तपाईँहरूलाई देखाउन चाहन्छु। ल हेर्नुहोस्, भर्खर मेरो यो चाहिँ डाउनलोड भएको छ। यहाँ माथिनिर चाहिँ एउटा क्युआर कोड देखाएको छ होइन। अनि तपाईँ उहीँ गएर फोटो खिचेर गरिसकेको भए यहाँ फोटो आउँथ्यो। यहाँ चाहिँ अहिले क्युआर कोड छ। अब यहाँ चाहिँ सबै सर्लक्कै तपाईँको डिटेल जे तपाईँले भर्नु भएको थियो त्यो देखाएको छ। अनि त्यसपछि त्यो रिक्वेस्टिङ नम्बर फेरि यतापट्टि ठाडोमा यहाँ देखाएको छ। यहाँ नम्बर पनि देखाएको छ। यसलाई स्क्यान गर्यो भने पनि त्यो यहाँको रिक्वेस्टिङ नम्बर पनि त्यो स्क्यानरहरूले निकाल्छ। र यसलाई सर्लक्कै तल लिएर जानुभयो भने हो यहाँनिर गएर हेर्दाखेरि तपाईँले के गरेको हो भन्ने कुरा यहाँ देखाउँछ। यहाँनिर चाहिँ तपाईँले अब न्यूको लागि एप्लाई गरेको यहाँ देखाएको छ होइन। अर्डिनरी कति पेजको लागि हो भन्ने कुरा यहाँ देखाएको छ होइन। अनि यहाँ चाहिँ तपाईँले त्यहाँ बुझाउनुभन्दा पहिले यहाँनिर चाहिँ तपाईँले अब सिग्नेचर गर्ने, यहाँ चाहिँ अब कति गति हो त्यो मिति लेख्ने, त्यसपछि वहाँ जाने। अनि वहाँ गएपछि तपाईँले चाहिँ ब्याङ्कमा पैसा तिर्नुपर्ने हुन्छ, 5000 जम्मा गर्नुपर्ने हुन्छ। त्यहाँ गएर एउटा ब्याङ्कको भाउचर भरेर अनि त्यो 5000 तिरिसकेपछि उहाँहरूले चाहिँ एउटा तपाईँलाई ओसी स्लिप कपी दिनुहुन्छ। त्यो स्लिप कपी अनि त्यसपछि भर्खर मैले यहाँ देखाएको त्यो फर्म प्रिन्ट गर्ने
अनि त्यसपछि दुईटालाई एट्याच गर्ने अनि ओरिजिनल नागरिकता लिएर जाने। त्यो लिएर अब जुन मितिमा अब यहाँ भनेको मितिमा त्यहाँनिर गएपछि त्यसपछि तपाईँको त्यहाँ फोटो खिच्नुहुन्छ अनि त्यसपछि दुईवटा दायाँ र बायाँ हातको चाहिँ बुढी औँठाको त्यहाँ स्क्यानिङ लिनुहुन्छ अनि त्यसपछि त्यहाँ तपाईँलाई एउटा डिजिटल सिग्नेचर गर्न लगाइन्छ एउटा सानो प्याडमा। त्यहाँ सिग्नेचर गरेर छोडिसकेपछि त्यसपछि तपाईँ आउने हो। अनि लगभग अब ठाउँ हेरिकन कम्तीमा पनि आजकल चाहिँ 1 महिना झन्डै लाग्ने रहेछ। अब 1 महिनाभन्दा बढी पनि लाग्न सक्यो घटी पनि लाग्न सक्यो। तर त्यसको स्टेटस चाहिँ के भइरहेको छ, मैले एप्लाई त गरेँ पैसा पनि बुझाएँ अनि मेरो सबै काम सकियो, के भइरहेको छ भनेर हेर्ने चाहिँ मैले यसपछिको नेक्स्ट भिडियोमा तपाईँहरूलाई देखाउने छु। साथीहरू तपाईँहरूलाई आजको यो भिडियो कस्तो लाग्यो? भिडियो थोरै लामो त भयो नै होइन। अब सबै कुराहरू एउटै भिडियोमा देखाउन कोसिस गर्दा भिडियो लामो हुन्छ नै। यदि पार्ट गऱ्यो भने पनि तपाईँहरूलाई अलि झन्झटिलो होला भनेर एउटै भिडियोमा मैले कभर गरिदिने कोसिस गरेको छु। भिडियो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। भिडियोसँग सम्बन्धित कुनै जिज्ञासाहरू छ, कमी कमजोरीहरू छ भने पनि कमेन्टमा जानकारी गराउन नबिर्सनु होला। र यो भिडियो एउटा पार्ट 1 भिडियो थियो होइन। यसपछि चाहिँ मैले तपाईँहरूलाई यो एप्लाई भइसकेपछि हाम्रो त्यो पासपोर्टको स्टेटस के छ त, अब कहाँसम्म पुग्यो, भेरिफाई भयो कि भएन, अनि प्रिन्टिङ हुँदैछ कि छैन, केही समस्या पो भएको छ कि भनेर त्यो कसरी हेर्ने भन्ने बारेमा पनि म जानकारी गराउने छु। यो भिडियो हेरिसकेपछि यसपछिको भिडियो पनि तपाईँहरूले हेर्न नबिर्सनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। भिडियो राम्रो लाग्यो भने एक लाइक क्लिक पनि गरिदिन नबिर्सिनु होला भन्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।